दिन्छौँ। तपाईँ परमेश्वरले हामीलाई आजको सुन्दर दिन, यो सुन्दर समय, सुन्दर उपस्थिति तपाईँले दिनुभयो। आज हाम्रो क्यारोलको दोस्रो दिन, दोस्रो घरमा प्रभु तपाईँको उपस्थिति हामीलाई दिकन तपाईँले ल्याउनु भयो। तपाईँको जन्मको सुसमाचार र सुसन्देशहरू दिने प्रभु हामी घर घरमा तपाईँ दिने प्रभु सारा मानिस जातिको लागि तपाईँ जन्मनु भएको हो भन्ने कुरा सुसन्देशहरू प्रचार गर्दै हिँड्ने यो समय प्रभु तपाईँले दिनुभयो। तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ र तपाईँको नाउँको महिमा, तपाईँको नाउँको प्रशंसा गर्छौँ। हामी यो परिवारको लागि धन्यवाद दिन्छौँ। राजकुमारी दिदी हुनुहुन्छ, उहाँको परिवार सबैलाई प्रभु तपाईँले आशिष दिनुहोस्, अनुग्रह गर्नुहोस्। वरिपरि छर छिमेकीहरूलाई पनि प्रभु तपाईँले आशिष दिनुहोस्, अनुग्रह गर्नुहोस् र तपाईँको नाउँको महिमा, तपाईँको नाउँको प्रशंसा भएको होस्। प्रभु तपाईँलाई धन्यवाद छ पिता। तपाईँ हाम्रो साथमा हुनुहुन्छ। तपाईँ परमेश्वर साँच्चै नै तपाईँ इम्मानुएल हुनुहुन्छ प्रभु। तपाईँ परमेश्वर पवित्र आत्माद्वारा प्रभु तपाईँको जन्म भएको र तपाईँको नाम यीशु नाम प्रभु तपाईँले प्राप्त गर्नुभयो, जुन नाउँद्वारा आज सबै सारा विश्वमा भएका मानिसहरूको उद्धार, मुक्ति र छुटकाराका लागि तपाईँले दिनुभएको छ। पिता तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु सबै कुराको लागि। सबै कुरामा धन्यवाद, स्तुति, महिमा तपाईँलाई चढाउँदै बिन्ती माग्छौँ प्रभु येशू ख्रीष्टको नाममा।